पहाड़ में जाओ, पहाड़ में जाओ, इसका ब्लॉग पहाड़ में जाओ, बाहर सार भागते ना, कुत्ते को खिला दूंगी मैं तुम्हारे ब्लॉग को कीड़ा 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 हो भनेर भन्दिन ब्लॉग को कीड़ा त के हुनु गाइस भोकको कीड़ा चाहिँ हो चियाको कीड़ा कि चिया बिना बाँच्न सक्दैन आउने बेला चिया खाएर अब चिया तातो तातो चिया चिया ल्याइलो भन्नुपर्छ क्या चिया ल्याइलो चिया 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 चाय 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 भनेर चाय त अस्ति बेच्ने अब पछाडि चिया बोक्ने ब्यागमा ब्यागमा खाँदै जाने हामी पनि अनि चिया चिया हैन खाँदै खाँदै जाने साथीहरुसँग अरु हाउ मच 20 रुपीस only 20 रुपीस राय खानेकुराहरु पानी अनि लिची जुस एले बेकारमा लिची जुस खाने भनेर चाउचाउ आज त त्यो डाँडामा पुग्ने अहिले दार्जिलिङ जाने रे त अनि त्यस्तै भइसक्यो आज आउ खासा गर्दै हैन खानेकुरा टर्ने लगे नि मजा आउँछ खाना खाँदै रे हिँड्न खाँदा हिँड्ने मजा आयो स्कुटी त चढ्दैन रहेछ अस्ति हामी गएको नि भनौँ बाइकमै जाऊ 5 जना माथि बिस्तारै नातेर हिँड्न तिमीहरू सक्न त लड आशिका किन बसेको त्यहाँ आच्छी गर्न बसेको आच्छी गर्न बसेको मेन रोड यहाँ मेन रोड अनि हामी चाहिँ अस्ति रातिमा आएको बेला आशिका ऊ त्यो तलको बाटो त्यो बाटो भएर आएको थियौँ कि यहाँ माथिसम्म त पुग्न सकेन यस्तो रहेछ बाटो त वाह यति माथिसम्म पुगेर कस्तो फिल भइरहेको छ राम्रो फिल भइरहेको छ नसके नि हिँडिरहेको छ मेरो दिदी हाय वाह यार यस्तो राम्रो भ्यू देखियो हावा पनि त्यस्तो बाई बाई डराए आशिका अलि छेउ यताबाट बाइक आएर काट चाहिँ के काट्छ त्यो चाहिँ मलाई थाहा भएन होइन म नि कहाँ आएको छु र फर्स्ट टाइम नै हो आशिषले मेरो लागि गर्लफ्रेन्ड बोयफ्रेन्ड खोजिदिएको रहेछ बोयफ्रेन्डको नाम चाहिँ अहिले रिभिल नगरौँ मेरो बोयफ्रेन्ड चाहिँ कस्तो छ राम्रो छ एकदम राम्रो छ गाइस Oh my god! Wow! मलाई नि थाहा छैन गाइस मेरो पछाडि भ्यू तिर कहाँ निस्किने रहेछ मेन रोडमा निस्किन्छ कि हाय ला अरे के हो गाइस ओ माय गॉड लुक एट दिस पानी आउने रहेछ गाइस यस्तो माथि डाँडाबाट पानी आउने रहेछ जम बिस्तारै बिस्तारै लड्ला यो के भएको रहेछ जलाएको रहेछ यो चाहिँ मेरो पहिला जमानाको त्यो कुर्सी हो कि मेरो चेयर हो यो चाहिँ कसले फालिदिएको रहेछ जहाँबाट हिँडे त्यतैबाट भ्यू देखिरह वाउ भ्यू भन्दै त्यो अङ्कलहरू हाँस्दै गए हिँडला गाइस पानी के सहारे पानी जङ्गल छ गाइस साँच्चीमा मलाई त अहिले त मलाई नि त्यस्तै डर ओ माय गॉड यता ब्लग हेरेर भन गाडी स्कुटी बाइक गाडी स्कुटीहरू एकदम उता पछाडि थियो अङ्कलको स्कुटी पनि बिग्रियो के गरौँ गाइस
नजाने कि नजानी रिन डर लागेर गाइस मैं हूँ ना डर के आगे जीते कमन गाइस मेरो पछाडि ओ माय गॉड माथि केही हुन्न होस् जहाँ पुगिन्छ यतिको चाहिँ लाइफ हुनुपर्छ होइन लाइफमा फन मजा यही त हो भने एकचोटि पाउँछ यतिको लाइफ केही न केही प्रब्लमहरूले गर्दा त्यति हुन्छ सो हाँस्दै रहा करो त्यो टाढो गएर देखाउँछ नि हाँस्दै रहा करो भन्छ अनि त्यो पनि गुम्बा एउटा छ बाबा छ त्यही गुम्बा हो सबभन्दा टपमा भएको छ त्योभन्दा माथि चाहिँ छैन म तिमीहरूको ट्रेनर हो कि भनेर भन्ने ट्रेन छ पुग्न त पुगिरहँ तर कहाँ पुगिरहँ त्यो चाहिँ थाहा नै छैन क्या मैले चाहिँ नेपालगञ्ज यति धेरै मिस गरिरहेको छु त्यहाँ किनकि कन्टेन्ट क्रिएटर मिटअपहरू पनि राखिरहेको रहेछ म त्यहाँ भएको भए चाहिँ जान पाइहाल्थेँ स्योर किनकि मेरो सब्सक्राइबरहरू पनि 1000 चाहिँ पुगिसकेको रहेछ एन्ड आइ एम सो ह्याप्पी अनि हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद त्यसको लागि अनि त्यहाँ भएको भए चाहिँ म कन्टेन्ट क्रिएटर मिटअपहरू पनि जान पाउँथेँ डग चेक कराउँछ आशिष बिस्तारै अब चाहिँ पुगे जस्तो छ इतनी खुसी आँटे आए नि हुन्छ माथि पुग्ने त पुग्यौँ बल्ल बल्ल होइन तर चाहिँ त्यहाँभित्र चाहिँ हुन्छ नि त्यो पूजाहरू समथिङ सुटिङहरू केही भएपछि मात्रै जान पाउने रहेछ त्यहाँ माथि नत्र भने नो एन्ट्रीको बोर्ड रहेछ अरे त्यहाँ चाउचाउ कुरकुरे अनि पानी समथिङ के लिएर आएको पानी चाहिँ भइसकेको छ यो यहाँनिर पनि पुगेको थियौँ तर के गर्नु यहाँको गेट पनि बन्द रहेछ आजकल फोटो छैन खिच्देऊ न खिचे होइन अब खिच्देऊ केही फोटो खिच्छ ल अलि बसिरहनु पहिला फोटो खिच्ने स्कुटीहरू चाहिँ गइरह त्यहाँ माथिसम्म चाहिँ जान दिँदैन रहेछ क्या यति घुम्यो दे गऱ्यो नि गऱ्यो है आसिका यति नै हो काम चाहिँ यतिको रमाइलो चाहिँ हुनुपर्छ लाइफमा त्यही भन्न चाहन्छु मलाई त एउटा दिएन नारीमा पाइहाल्छु नि मैले आसिका यहाँ पनि फोटो खिच्नुपर्छ ल खिचेको थिएनौँ नि त हामीले गाइस अब चाहिँ हामी छुट्टै बाटो जाने अघि आएको बाटो चाहिँ यो हो यो बाटोबाट सर उता पुगेको थियौँ अब चाहिँ यो बाटो जाने बिस्तारै हिँडेको हेर्न यो हिँडेर मात्रै जान्छ अघि हामी यही बाटो गथ्यौँ माथितिर चाहिँ फर्किन आँटेको अरू ठाउँ चाहिँ पाएन यही ठाउँमा चाहिँ मजाले भित्र आउन पाउने रहेछ के को साउन्ड हो होइन अब चाहिँ हामी यहाँबाट नि जान लाग्यो यस्तो जाडो भइरहेको गाडी चाहिँ चिसो
सोपिङ भइरह अब चाहिँ हामी यहाँबाट पनि जान आँटेको भित्रतिर होइन बाहिरतिर मान्छे हेरिसक्दै के हुन्छ बाहिरतिर जानु आँटेको So bye guys. Bye bye everyone. अब यहाँदेखि हामी अब घर फर्किने होला अब यहीँसम्म थियो हजुरहरूलाई के कस्तो लाग्यो हजुरहरूले त्यही अनुसार कमेन्टमा भन्नु होला अर्कोचोटि पनि हामी जानेछौँ अरू अरू ठाउँमा हामी त्यही हाल्छौँ त्यही आजलाई चाहिँ यति धेरै नै घुम्यो अझै घुमो माता अझै घुमाउने जाने धेरै नै घुम्यौँ अब अर्कोचोटि हामी कहाँ जान्छौँ अब त्यही अनुसार भ्लग हुन्छ है हाम्रो